हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म यहाँ घाँस काट्न आएको छु। अनि चाहिँ घाँस चाहिँ मैले यत्रोको काटिसकेँ। टन्नै छ घाँस चाहिँ। अब चाहिँ घाँस राख्नुपर्छ, त्यसपछि घर जानुपर्छ। मस्त हावा हाम्रो बारी हस्पिटल हो त्यो चाहिँ। अनि यता चाहिँ जङ्गलको कुरो छ। हाम्रो बारी चाहिँ मकै खासै उम्रेको छैन। अब चाहिँ घाँस हाल्नुपर्छ। घाँस हालेर चाहिँ घर जाने। घर गएपछि अब एकैछिनमा टाइम पनि हुन्छ बल खेल्ने अब यस्तै छ। ल मैले घाँस राख्छु होइन। मैले घाँस राख्नु गएको छु। तरी राख्नुपर्छ मिलाएर होइन। तरी यस्तै छ घाँस चाहिँ हाम्रो। यत्रो खाएको घाँस नि यार, यत्रो अघि यस्तो हावा लाग्यो मा कसम। यस्तो हावा लाग्यो भने काम गर्दा नि मजा आउँछ कि फेरि ढोक्दै। यत्रोको घाँस लगेर जाने मैले। खम त गाह्रो छ यार। यो यति हो, अब थोरै भयो नि धेरै भयो नि। अब यति लगेर जाने गाली खाइलामा भालो हिँड्नु कसम मेरो चाहिँ अब चाहिँ भारी बोकेर जानुपर्छ है। तोसा यस्तरी फालेको दाममा कस्तो गोपेर हेर्न 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 अड्डिन यार। ओ मागा त्यो कस्तो अड्डीको यार। अड्डिन फेरि अड्डी त एकचोटि अड्डिन्न फेरि अड्डी एकचोटि। अबे ओ अड्डिन्न त ढिलो हुन्छ। घाँस चाहिँ रास्तो रे।